देखिरहनु भएको छ। हाम्रा कलाकार भाइ बहिनीहरूले नाचेवा प्रस्तुत गरिरहनु भएको छ। यो सिल्लीको एउटा गीत हो। यो चाहिँ जुनै पनि सिल्ली उठाउँदा या समापन गर्दाखेरि यही अन्तिम नेटोमा राखेर हामी सिल्ली सक्ने या उठान गर्ने काम गर्दछौँ। र यो सिल्लीहरू विभिन्न सिल्लीहरू अन्तर्गत जस्तै नारा सिल्ली, चासुम सिल्ली, लाङ सिल्ली, बारुवाङ मैना यी विभिन्न सिल्लीहरूमध्ये यो पनि एउटा चासुम सिल्ली हो। र सर्वप्रथम सिल्ली प्रस्तुत गर्दाखेरि पस्किँदाखेरि हामी के भन्ने गर्छौँ भने हामी पूर्व कालदेखि यस ठाउँमा जङ्गल रहेको र यो ठाउँमा हाम्रा पिता पुर्खाले सबैभन्दा पहिले संजोग गर्नको लागि या आफ्नो बस्ती बसाउनको लागि यो जङ्गलहरू छाड्नु पर्ने, फेरि या घसले छाडेर आफ्नो बस्ती बसाउनु पर्ने रहेको हुनाले गर्दाखेरि सर्वप्रथम हामी अघि सिल्लीको मार्फतबाट पनि यहाँ अनुकरणात्मक रूपमा कलाको भाषाबाट हामीले देखिरहेका छौँ कि हाम्रो कलाकार भाइ बहिनीहरूले अघि सर्वप्रथम पहिला भेट्दाखेरि अनुवादन गर्ने अर्थात् सेवा नमस्कार गर्ने क्रम पक्राइसक्नु भएको छ। त्यस्तै गरेर अब हाम्रो कलाकार भाइ बहिनीहरूले यी खोरिया झस्ने पार्नको लागि आफू एक्लैले मात्रै नहुने, सम्भव नहुने भएको कारणले गर्दाखेरि यहाँ उपस्थित सम्पूर्ण रहेको